त्यसैले सम्पूर्ण दर्शकबिनहरूलाई फेरि पनि म नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ हामी बौद्ध धर्मावलम्बीहरूको लागि चाहिँ एकदम महत्त्वपूर्ण जानकारीवाला भिडियो चाहिँ मैले ल्याएर आएको छु। हामी बौद्ध धर्म भएपछि बौद्ध धर्ममा हुने सम्पूर्ण तीर्थस्थलहरू थाहा पाएको अथवा परिक्रमा गरेको चाहिँ हामीले एकदम राम्रो हुन्छ। त्यही पनि हामीले 1 जुनीमा सम्पूर्ण तीर्थस्थलहरू परिक्रमा गर्न नसके पनि हामीले 1 जुनीमा सकेसम्म 4 वटा तीर्थस्थल चाहिँ हामीले परिक्रमा गरेको चाहिँ एकदम राम्रो हो। यो 4 वटा तीर्थस्थलहरू चाहिँ बुद्ध आफैले पनि म छ भनेर सबुतको लागि प्रुफको लागि चाहिँ यो 4 वटा ठाउँमा जानु भन्नुभएको छ। यो 4 वटा ठाउँ चाहिँ म क्रमशः तालमा भन्न चाहन्छु। लुम्बिनी हाम्रो बौद्ध धर्ममा एक महत्त्वपूर्ण तीर्थस्थल हो। लुम्बिनी चाहिँ किन महत्त्वपूर्ण हो भन्दाखेरि चाहिँ जुन ठाउँमा चाहिँ बुद्ध भगवान शाक्यमुनि जन्मिनु भएको थियो, त्यस कारणले हामीले लुम्बिनीलाई एउटा महत्त्वपूर्ण तीर्थस्थल मान्नु पर्दछ। तीर्थस्थल मान्ने मात्रै होइन, सक्नुहुन्छ भने 1 जुनीमा गएर परिक्रमा गर्नुभयो भने एकदम राम्रो हुनेछ। बोधगया चाहिँ यस्तो एउटा ठाउँ हो जहाँ चाहिँ बुद्धले आफ्नो ज्ञान प्राप्त गर्नुभएको थियो, बुद्धता प्राप्त गर्नुभएको थियो। त्यस कारणले हामीले बोधगया पनि बुद्ध धर्ममा एकदम महत्त्वपूर्ण तीर्थस्थल पर्न जान्छ। वाराणसी जुन चाहिँ बुद्ध भगवानले बुद्धता प्राप्त गर्नुभएपछि पहिलोचोटि 4 आर्य सत्यको टिचिङ दिनुभएको थियो, त्यो ठाउँ पनि एकदम महत्त्वपूर्ण रहेको छ। कुशीनगर जुन ठाउँ बुद्ध भगवानले आफ्नो प्राण त्याग्नु भएको थियो, बुद्ध भगवान परिनिर्वाण हुनुभएको थियो, त्यो ठाउँ चाहिँ कुशीनगर हो। तब हामीले यो 4 वटा ठाउँहरू चाहिँ जिन्दगीमा एकचोटि परिक्रमा गर्यो भने चाहिँ एकदम पुण्य सञ्चय गर्न सक्नुहुनेछ। यो 4 वटै ठाउँ परिक्रमा गर्न नसके पनि लुम्बिनी चाहिँ जुन हाम्रो नेपालमै रहेको छ, नेपालमा भएको तीर्थस्थल चाहिँ हामीले एकचोटि परिक्रमा गरेको चाहिँ एकदम राम्रो रहेको छ। अर्को 3 वटा तीर्थस्थलहरू चाहिँ सबै भारतमा पर्न जान्छ। त्यसैले कतिपयलाई आर्थिक समस्याहरूले प्रब्लम दिन्छ होला। त्यस कारणले सकेसम्म हामीले लुम्बिनी चाहिँ एकचोटि परिक्रमा गरेको चाहिँ एकदम राम्रो रहेको छ। यति भन्दै आजको भिडियो चाहिँ यहीँ समाप्त गर्न चाहन्छु। धन्यवाद।